सानैमा छुट्टिएको परिवार, तर ठुलो मम्मीको मायाले आज मलाई एक्लै भए पनि बलियो बनाएको छ। सिकाउने हात ठुलो मम्मीको हो, सङ्घर्ष बाटो मेरो आफ्नै हो। 16 वर्षमै काठमाडौँ आएँ, सानैदेखि फरक कहानी मेरो, तर आज म आफ्नै खुट्टामा उभिन सिकेको छु। परिवार टुट्यो, हिम्मत टुटेन। 16 वर्षमा एक्लै काठमाडौँमा आएँ, आफ्नै भविष्य बनाउन। ठुलो मम्मीले दिएको संस्कार र जीवनले दिएको त्यो सङ्घर्ष, आज म आफैसँग उभिएको छु। अरूका लागि यो खाना हो, तर मेरो लागि भने मेरी ठुली मम्मीको पकाएको सम्झनाको जीवन हो। 16 वर्षमा एक्लै छु, तर हार मानेको छैन। भान्सामा आवाज छ, तर ठुलो मम्मीको उपस्थिति छैन। 16 वर्षदेखि यही मौनतामा बाँच्दै आएको छु। हुन्छ मलाई त्यो टुटेको परिवारसँग भेट्ने, तर समयले केही नि दिँदैन। फरक छु म, फरक छ मेरो दुनियाँ।